नमस्कार ढोग्रिया साथीहरु, मैले यहाँ के गर्दैछु यो भिडियो अन्त्यसम्म हेर्नु होला। मैले यहाँ काउलीको बिउ राख्दैछु हैन। जो काउली सेतो काउलीको बीचमा जो हरे काउली आयो मैले भनेको थिएँ, त्यही काउलीको मैले आज यहाँ बिउ राख्दैछु। यो भिडियो अन्त्यसम्म हेर्दिनु होला साथीहरु है। यो अलि त लामो छ, हजुरलाई यो काम लाग्छ यो भिडियो है। यो कसरी बिउहरु राख्नु पर्छ भन्ने कुराहरु मैले देखाइरहेको छु। यो भिडियोलाई शेयर गरिदिनु होला साथीहरु है, सपोर्ट गर्नु होला। हामी किसानीहरुको भिडियो यस्तै हुन्छ। ल साथीहरु, मेरो ड्याङ तयार भइसकेको छ। अब यसमा गाईको धुलोमल हाल्नु होला। यसरी यो धुलोमल हाल्ने। उसको पछाडी हामीले यो गाईको मल पुरा भइसक्यो है। ल यति बाक्लो, जति बाक्लो उति राम्रो बेर्ना आउँछ है। कालो भएर आउँछ, अटिलो भएर मोटेर मोटो हुन्छ नि। ल अब यो खरानी ल हेर्नुस्, यो खरानी पनि हाल्न पर्छ। यसले धेरै काम गर्छ। अब मेरो यो खरानी हालिसक्यो। अब यसमा यसरी धारी पार्ने 4 औँलाको दूरी है। हाम्रो बेर्ना राम्रो हुन्छ, मोटो हो। यसको लागि यो त्यही काउली हो जो मैले सेतो काउलीको बीचमा हरे काउली आएको छ भनेर बिउको लागि राखेको थियो नि, हो त्यही बिउ हो। हामीले जहिले पनि बिउ हामीले बजारबाट ल्याउने गरेका थियौ र अहिले यो यसैबारी मैले यो बिउ कस्तो हुन्छ भनेर ट्राई गर्दैछु साथीहरु है। यो हामीले यसरी परालले छोप्यौं भनेपछि छिटो जाग्ने गर्छ है। हो यसको लागि हामीले छोपेको हो। यो हजुरलाई जागेको पनि देखाउँछु, लगाएको फलेको है सबै देखाउँछु। यो भिडियो अन्तिमसम्म हेर्दिनु होला। त्यहाँबाट उसका पछाडि पानी हाल्ने है। ल